को जय हो। भक्तवत्सल भगवान को जय हो। भागवत भगवान को। हामी प्रहलाद चरित्र श्रवण गर्दैछौँ। आउनुहोस्, जो प्रहलादजीले जो क्रान्ति गर्नुभयो, क्रान्ति त हजुरलाई थाहा छ नि। क्रान्ति शब्द त संस्कृत शब्द, क्रमोपादविक्षेप भने अगाडि बढ्नु, त्यो समयभन्दा अगाडि बढेर कार्य गर्नु। त्यतिखेरको जो मान्यता छ त्यो मान्यताभन्दा अगाडि बढेर कार्य गर्नु, त्यसलाई भन्छ क्रान्ति। क्रान्तिकारी भन्नु र माओवादी भन्नु अलग अलग हो। फेरि माओवाद भनेको अलग हो, क्रान्ति गर्नु भनेको अलग हो। रामले पनि क्रान्ति गर्नुभयो आफ्नो समयमा, कृष्णले त झन् ठुलो क्रान्ति गर्नुभयो। कृष्ण चरित्र हजुरले सुन्यो भने थाहा पाउँछौँ होइन, समाज कति अगाडि बढेर कार्य गर्नुभएको छ। त जो हिरण्यकश्यपले शक्ति सञ्चय गरेर शक्तिशाली बनेर पीडा दिन थाल्यो, युनिभर्सिटी जो संस्कृत विश्वविद्यालय सबै बन्द गरौँ, आश्चर्य विद्यालयहरू खोलौँ र पढाउन थाल्यो। कसैले विरोध गर्छ भने मार्दथ्यो, मृत्युदण्ड दिन्थ्यो। र आफ्नो यज्ञमा भगवान विष्णुको नाम, विष्णुको यज्ञ आराधनाहरू सबै बन्द गरौँ। सत्कर्महरू केही हुने छैन, किन सत्कर्मले त शक्तिशाली हुन्छ, त्यो समुदाय बढ्छ, उसको जय जयकार हुन्छ, त्यो भिड जम्मा हुन्छ। त्यही भएर कुनै देव कार्य गर्नै नदिन्छ। उसले बन्द गरौँ, घोषणा गरौँ र आसुरी शिक्षाको विस्तार गरौँ। त त्यही आसुरी युनिभर्सिटीमा पढ्न पठायो प्रहलादलाई। त प्रहलादजी पढ्न जानुभयो। प्रहलादजीले के पढ्नुहुन्थ्यो, गर्भमा सबै पढेर आउनुभएको नारदका श्रीमुखबाट सत्सङ्ग प्राप्त गरेका जो प्रहलाद हुनुहुन्थ्यो, एक दिन पढेर आउनुभयो। 6 महिना पछाडि घर आउनुभएको थियो। आफ्ना कान्छा छोरालाई जो प्रहलादलाई काखमा राखेर सुमसुम्याउँदै, बाबु तिमीले के जान्यौ, तिमीले जानेको एउटा राम्रो कुरा भन त, के सिक्यौ त गुरुकुलमा, गुरुहरूले के पढाए भनेर जब सोधो हिरण्यकश्यपले, एकदा सुरराट पुत्रम अंकमारोप्य पाण्डवः पप्रच्छ कथ्यतां वत्स मन्यते साधु यद् भवान्। तिमीले के राम्रो कुरो पढ्यौ, मलाई सुनाऊ भन्दा प्रहलादले भन्नुभयो, पिताजी मैले एउटा राम्रो कुरा सुनेको छु, ल हजुर पनि सुन्नु, हजुरले लागू गरिहाल्नु, यो हजुरकै लागि हो, मैले जानेको, मेरो लागि त समय छ, हजुरका लागि यो ठिक्क बेला भएको छ। तत्साधु मन्ये असुरवर्य देहिनां सदा समुद्वेग्न धियाम सद्ग्रह हित्वात्मपातं गृहमन्धकूपं वनं गतो यद हरिमाश्रयेत, वनं गतो यद हरिमाश्रयेत। हे पिताजी, जो गृह हो, गृहस्थ आश्रम, यो अन्धकूप हो, गहिरो अँध्यारो इनार जस्तो हो क्या। बङ्ग्रेङ्गै झरिसकेपछि त्यहाँबाट निस्किन बडा कठिन छ, गृहस्थ आश्रमबाट उम्किन कठिन छ अरे। मैले भनेको नि प्रहलाद, यो गृहस्थ आश्रम बडा खतरनाक छ, अन्धकूप जस्तो, हेर्दा राम्रो जस्तो लाग्छ, पसिसकेपछि फसो भयो, खाल्टामा फसो, त्यहाँबाट निस्किन सक्दैन पो भन्नुभयो। त्यही भएर हजुर बुढो हुनुभयो पिताजी, अब हामी पनि छोराहरू हुर्किसक्यौँ, मेरा दाइहरू पनि छन्, अब यसरी गृहस्थ आश्रममा अल्झिनु ठिक होइन, तपाईँ सबै थुक छोड्नु, जानु जङ्गलमा र भगवान हरिको भजन गर्नु, हरिको आश्रय लिनु अनि आफ्नो परमार्थ बनाउनु भनेर उपदेश गरे। छोरोले कसलाई भन्नु, हिरण्यकश्यपलाई, फर्स्ट हरिको भजन गर्नु भनेर उपदेश दिए। त्यसलाई हाँस उठ्यो, हेर्नु हाँसो, अट्टाहास गरो राम राम। कसले बिचारा हेरे बच्चाको स्वभाव, कसलेलाई यो पाठ पढायो, मेरो कोही शत्रु रहेछ गुरुकुलमा सिकाएछ, त्यही बिचारा बच्चाको के दोष, जे जानु त्यही आएर भन्नु। रिस पनि उठो, हाँस पनि उठो, गुरुहरूलाई यत्र आँखाले हेरो, यही हो पढाएको तिमीहरूलाई, गुरुहरू थर काम होइन, महाराज चिन्ता नगर्नु, हामी छौँ, यसलाई ठिकसँग पढाउँछौँ। फेरि लिएर गए गुरुकुल। फेरि केही महिना पछाडि प्रहलाद आउनुभयो घर, फेरि खुसी भयो, आफ्ना छोरालाई देख्यो, बाबु अब यता काखमा राखो, भन त बाबु केही राम्रो कुरा सिक्यौ, एउटा कुरो सिक्यौ, एउटा कुरो बताऊ त सिकेको, तिमीलाई के कुरा राम्रो लाग्यो हाम्रो गुरुकुलमा, मेरो विद्यालयमा भनेर हिरण्यकश्यपले सोध्दा प्रहलादले भन्नुभयो, हे पिताजी एउटा कुरा होइन, मैले त 9वटा कुरा जानेको छु, एउटाको त कुरै नगर्नु त, कुरै नगर्नु, एउटाको मैले 9वटा कुरा जानेको छु। प्रहलादानुच्छेदान्ता स्वधितम किञ्चित उत्तमम, तिमीले पढेको राम्रो कुरो बताऊ बाबु भन्दा 9वटा सुनाइदिनु भयो। के सुनाउनु थाहा छ, नवदा भक्ति श्रवणं कीर्तनं विष्णुः
स्मरणं पादसेवनम् अर्चनं वन्दनं दास्यं सख्यम आत्मनिवेदनम। हे पिताजी, एक तरिकाले होइन 9 तरिकाले भगवान विष्णुको आराधना गर्नु। यही भगवान विष्णुको आराधना गर्नका लागि नवदा भक्तिका लागि यो मानव देह मिलेको, हामीलाई यो शरीर मिलेको, यसलाई सफल पार्नु भनेर उपदेश दियो। अब त यसलाई रिस उठ्यो, काखमा राखेको थियो नि, हुत्ते हुत्ते त्यो फ्याँकिदियो पर, भाग यहाँबाट। मेरो शत्रुको प्रशंसा गर्छस्, मेरो काखमा आएर मेरो शत्रुको पूजा गर भन्छस्, फ्याँकिदियो। गुरुहरूलाई हेरो, फर्केर ओ यहाँ आऊ तिमीहरू भनेर गुरुपुत्रहरूलाई बोलायो, हेडमास्टरहरूलाई, मास्टरहरूलाई बोलायो। यहाँ यही हुन्छ पढाइ मेरो गुरुकुलमा, यही हो हाम्रो नीति। हाम्रो नीतिशास्त्रले यही भन्छ, विष्णुको भजन गर्नुभन्दा भक्ति गर भन्ने सिकाउँछौ। मेरो युनिभर्सिटीमा तिमीहरूलाई नोकरी गर्न मन छ कि छैन, कि निकालिदिउँ यहाँबाट पो भन्न थाल्यो। यिनीहरूले हात जोडेर भने, न मत प्रणीतम न पर प्रणीतम सुतो वदत् त्यो सबै तवेन्द्र शत्रु हो। सुतो वदत् त्यसो तवेन्द्र शत्रु, हे इन्द्रका शत्रु। त्यो हामीहरूले सिकाएको होइन। हजुरको छोराको नैसर्गिकीय मदिरा सेराधन, यसको नैसर्गिक बुद्धि नै यस्तो छ। हामीहरूले पढाएका यसले कहाँबाट पढ्छ यस्ता कुरा, त्यहाँ सिकाउने पनि कोही छैनन्। हामी एकदम निगरानी गरेर यहाँ सेक्युरिटी गार्ड राखेर असुरेर राखेका छौँ वरिपरि। एउटा केही चरो मुसो प्रवेश गर्दैन हाम्रो गुरुकुलमा, र पनि यसले यस्ता कुरा कहाँबाट जानो, यसको मति नै यस्तै छ। अब हामीहरूले के गर्ने, यसको बुद्धि यस्तै छ। हामीहरूले सिकाएको होइन। महाराज चिन्ता नगर्नु, हाम्रा प्रिन्सिपल आउँदै हुनुहुन्छ, हाम्रा पिताजी शुक्राचार्य उहाँ आएपछि यसलाई ठिक गर्नुहुन्छ, चिन्ता नगर्नु भनेर फेरि लिएर आएर राम्ररी यसलाई पढाऊ, होइन भने तिमीहरू छोड विद्यालय पो भन्न थाल्यो। त गए गर फेरि उही कुरा अब पढाउन सुरु भयो। आश्रय नीति पढाउँछन्, प्रहलाद के पो पढ्नुहुन्छ, उनीहरूको नीति, उनीहरूको विद्या नै लिनुहुन्न, उनीहरूको स्कुल क्लास एटेन्ड गर्नुहुन्न, आनन्दले चौरीमा बस्नुहुन्छ, भजन गर्नुहुन्छ। अब साथीहरू चकित भए। अब उहाँलाई एक्लै कसरी विरोध गर्ने, अब आफ्नो सङ्गठन त बनाउनु पर्यो नि। त प्रहलादजीले बिस्तारै 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 1-2जना आफ्ना सहपाठीहरूलाई एकत्रित गर्नुभयो। ए आओ साथीहरू यता आओ। अब यी साथीहरू चकित भए प्रहलादका कुराहरू सुनेर। ओहो, किनभने जो सङ्गठनात्मक जो शक्ति थियो त्यो त थियो नि त, प्रभावकारी हुनुहुन्थ्यो। यहाँले अब आफ्नो पक्षमा बनाउनु भयो, साथीहरूलाई आफ्नो टिममा ल्याउनु भयो। साथीहरू चकित भए, हे प्रहलाद, त हामीसँगै पढेको होइनस्, हामीसँगै हामी जे पढ्छौँ त पनि त्यही पढ्छस्, तर तैँले यी नयाँ कुरा कहाँबाट जानेछ, यस्तो विद्या तँलाई कहाँबाट आयो भनेर जब प्रहलादलाई सोद्धछन् साथीहरूले, तब प्रहलादले यी दैत्य कुमारहरूलाई राम्रो उपदेश दिन्छन्। उपदेश दिँदै दिँदै जो उनलाई ज्ञान प्राप्त भएको हो त्यो कुरा पनि बताउँछन्। जब इन्द्रले मेरी आमालाई मार्नका लागि लिएर जाँदै थियो, देवर्षि नारदले मेरी आमाको रक्षा गर्नुभयो र म गर्भमा थिएँ, त्यतिखेर इच्छाश्रवको आशीर्वाद पनि दिनुभयो र सत्सङ्ग सुनाउनुहुन्थ्यो, उपदेश दिनुहुन्थ्यो। त्यो उपदेश म गर्भैमा सुन्थेँ। त्यही भएर बच्चा गर्भमा हुँदा आमाले अलिकति ध्यान दिएर काम गर्नुपर्छ, है। बच्चा गर्भमा हुँदाखेरि एकदम चोरी गरेकै त्यस्तै टिभी सिरियलहरू हेर्नुभयो भने चोरै जन्मिने बेर्छ है, त्यस्तै खुबी भएको आउँछ अरे कि जे हेर्छौँ नि, किनभने त्यो त प्रभाव पर्छ नि। आमाले गरेको संस्कार, अब खाएको खानाहरू त्यो सबै प्रभाव पर्छ नि। बच्चा पेटमा हुँदाखेरि आमाले जे धेरै खान्छन् त्यही नै त्यो बच्चाका लागि पछि फेभरेट हुन्छ, त्यही खान्छ धेरै। उसको रुचिकर विषय नै त्यही हुन्छ, पदार्थ नै त्यही हुन्छ, भोजन नै त्यही हुन्छ। हामी सबैलाई थाहा छ आमाको होइन प्रभाव धेरै हुन्छ बच्चामा। त गर्भस्थ बालक हुँदाखेरि आमाले धेरै ध्यान दिनुपर्छ। त यहाँ यही बताउँदै हुनुहुन्छ। जो कयादो हुनुहुन्थ्यो, कयादो गर्भवती हुँदा यहाँले नारदको सत्सङ्ग सुन्नुभयो, नारदबाट धेरै ज्ञान लिएको हुनाले प्रहलादलाई गर्भैमा त्यो सबै ज्ञान भएको थियो। त्यो ज्ञानका आधारमा प्रहलादले भन्नुभयो, हेर साथी हो, हाम्रो भगवान विष्णुसँग कुनै द्रोह छैन। भगवानलाई प्रसन्न पार्न एकदम सजिलो उपाय छ। हाम्रो स्वभावसँग भगवानको शत्रुता हो हे बाबु हो। तस्मात् सर्वेषु भूतेषु दयां कुरुत सौहृदं आसुरं भावोन्मुच्य ययतुष्यत् अदोक्षजे। अदोक्षज भगवानलाई प्रसन्न पार्नका लागि सबै प्राणीप्रति दया, हामीमा दया छैन, हामी क्रूर छौँ। त हाम्रो जातिसँग विष्णुको द्रोह छैन, त हाम्रो स्वभावसँग हो। हाम्रो स्वभाव जो छ यो नराम्रो छ।
त्यस हुनाले भगवानलाई प्रसन्न पार्नका लागि हामीले आफ्नो स्वभावलाई बदल्नु पर्दछ, सबै प्राणीलाई दया गर्नुपर्छ। आसुरी भावलाई परित्याग गर्यौँ भने भगवानलाई पनि हामीहरूलाई काखमा लिनुहुन्छ भनेर शिक्षा दिनुभयो आफ्ना साथीहरूलाई। नालम द्विजत्वम देवत्वम ऋषित्वम वसुरात्मजाः प्रीणनाय मुकुन्दस्य न वृत्तम न बहुज्ञताः न दानं न तपो निर्ज्य न शौचं न व्रतानि च प्रीतय अमलया भक्त्या हरिअन्यत विडम्बनम भनेर आफ्नो निर्णय सुनाउनुहुन्छ। हेर्नु, भगवानलाई प्राप्त गर्नका लागि नालम द्विजत्वम जनै लगाइरहनु पर्दैन अरे। दान न यज्ञ न शौच केही चाहिँदैन। प्रीतय अमलया भक्त्या अमल प्रेमले भगवान प्रसन्न हुनुहुन्छ। अरू सारा विडम्बना भनेर हरिअन्यत विडम्बना, अन्य कर्म गरेर यदि भगवानलाई प्राप्त गर्छ भने उसको विडम्बना नै हो। भगवान केवल प्रेमले मिल्नुहुन्छ। यो प्रहलादको निर्णय हेर्नु, प्रहलादको ज्ञानको निर्णय। यतावानि बलोकेस्मिन् पुंसस्वार्थ परस्मृत एकान्त भक्तिर गोविन्दे यत् सर्वत्र तदीक्षणम। यो प्रहलादजीको यस्तो निष्ठा छ। त उहाँले आफ्ना साथीहरूलाई आफ्ना पक्षमा ल्याउनु भयो। अब त पहिले एउटाले मात्र स्कुल क्लास जानु हुनुहुन्थ्यो, बाहिर बस्थ्यो। अब त सबै विद्यार्थी बाहिर आउन थाले। अब यहाँ आऊ भनेर गुरुहरू बोलाउँछन्, हामी त आउँदैनन्, हामी बस्छौँ। प्रहलादले जे भन्छ त्यही गर्ने। प्रहलादले भने यो चेन्ज गर, यो पाठ्यक्रम परिवर्तन गर, यो नपढ्ने हामी, यो पढ्नेवाला छैनौँ, यस्तो शिक्षा चाहिँदैन भनेर हेर्नु विरोध गरे। क्लास कोही जाँदैन, बाहिर बसेर आन्दोलन गर्न सुरु गरे। है यो आन्दोलनका होइन, अघि मैले भनेको थिएँ नि, विद्यार्थी युनियन खडा गरे प्रहलादले। कसका विरुद्धमा? हिरण्यकश्यपको युनिभर्सिटीमा प्रहलादजीले विरोध गर्नुभयो। कसले? उसकै पुत्रले, एउटा सानो बुच्चेले विरोध गर्यो। हेर्नु विरोध कति खतरनाक हुन्छ। जो सत्यको पक्षमा हुन्छ त्यसले सत्ता पल्टाउँछ। हेर्नु, एउटा बालकले विरोध गर्यो। भक्त भनेको के हो थाहा छ? जसले सत्यलाई पक्रिन्छ त्यो भक्त। यदि असत्यका पछाडि लाग्छ भने त के को भक्त? के भक्त हो? माला साला तिलक लाएर के काम? यदि असत्यको पक्षमा छौँ भने हामी, यदि घरमा कसैले नराम्रो काम गर्छ भने त्यसको विरोध गर्न सक्नुपर्छ। प्रहलादले विरोध गरे हिरण्यकश्यपको आफ्नो पिताको। यदि हाम्रा घरमा दाजुभाइहरूले पिताहरूले होइन दिदीबहिनी नराम्रो काम गरे हामी ढाकछोप गर्छौँ। भगवान आफूलाई भगवानका भक्त भन्छौँ होइन, असत्यलाई अगाडि ल्याउँछौँ, सत्यलाई लुकाउँदछौँ होइन, अनि हामी भगवानका भक्त भन्छौँ। त भक्त त्यो होइन। ईश्वर भनेकै सत्य हो। ईश्वर कहिले असत्यका पक्षमा हुन्छन्? ईश्वर भनेको सत्य हो कि असत्य हो? ईश्वर असत्य हो भने झुट असत्यले भगवान मिल्नुहुन्छ। असत्य व्यवहारले, असत व्यवहारले। यदि भगवान सत्य हो, भगवान सत्य हो भने सद्व्यवहार र सत्य व्यवहारले नै भगवान मिल्नुहुन्छ। त्यही भएर जो भगवानका भक्त छन् तिनले कुनै पनि हालतमा, चाहे पृथ्वी पल्ट्योस्, चाहे आकाशै खसोस्, ग्रहै लडोस् होइन, प्लानेटहरू नै गिरुन्, तर आफ्नो सत्यलाई छोड्दैन। त्यही हो भक्त। प्रहलादलाई कति कष्ट आयो जीवनमा। हेर्नु, आफ्ना परिवार, आफ्नो पिताजीले गरेको भने ढाकछोप गर्न सक्थे नि, हामीबाट लुकाउँथ्यौँ है। के गलत काम कसैले गरे भने गरेका होइनन् भनिदिन्छौँ। आफ्नो परिवारमा कसैले गलत गर्नु त भ्रष्टाचार गर्नु त हामी भन्छौँ, विरोध गर्न सक्छौँ, ढाकछोप गर्छौँ, तर भक्तले गर्दैन। यदि गर्छ भने त भक्त होइन। म भगवानको भन्न पाएन उसले। भगवानको भक्तले विरोध गर्छ, गलतलाई गलत भन्छ, किनकि ईश्वर भनेकै सत्य हो। सत्यलाई कुनै पनि हालतमा छोड्दैन, कम्प्रोमाइज हुँदैन। सत्यसँग भक्तको कहिले कम्प्रोमाइज हुँदैन। यो जानिराख्नु। प्रहलादले कम्प्रोमाइज गरेनन् कसैसँग पनि। उनले विरोध गर्यो। गलत हो भने भनेको भने सङ्गठन बनाए। त्यो विद्यालयमा ताला लगाइदिए, पढेनन्। अब त सबैलाई आफ्नो सङ्गठनमा ल्याइसकेपछि अब जब साङ्गठनिक रूपमा विरोध हुन थाल्यो भने त अलिक खतरा हुन्छ राज्यका लागि। दमन गर्नु पर्दैन, असुल ग्यास, पानीका फोहरा, ट्याङ्की प्रयोग गर्नुपर्दैन। अब त दमाउन खोज्यो। राज्यले, पुरै राज्यका संयन्त्र लागे प्रहलादको आन्दोलनलाई दबाउनका लागि। अब सबै तितर बितरता भए, तर एउटा प्रहलादले अडान छोड्दैन, केही गर्दा हुँदैन। सम्झाए, साम दाम दण्ड भेद अनेक उपाय गरे प्रहलादलाई, टसमस भएन। अब जे भए पनि मार्नै पर्यो। छोरो भएर केही भएन, यसलाई दया नगरेर यसलाई मार भनेर आदेश दियो हिरण्यकश्यपले, तर मार्न पनि सकेनन्। हेर्नु, हात हतियार। विष्णु पुराणमा आउँदछ
पागल हात्तीलाई कुदाए होइन रोडमा राखेर पिच्याउनका लागि हात्तीले आएर प्रणाम गर्छ। सर्पलाई टोकाए सर्पका दाँत सबै खुस्के, दाँत भाँचे, ठुल्ठुला विषादार नागहरू दाँत झरे, पत्थर जस्तो शरीर भयो, पहाडबाट फ्याँकिदिए, भगवानले थाम्नुभयो, समुद्रमा डुबाउन खोजे, के समान गरेन, विष खुवाए, कालोकुट विष पनि खुवाए, बन्द गरे काल कोठरीमा, अनेक उपाय गरे, अन्तिममा त आगो लाए हेर्नु चिता बनाएर। एउटी हुन्डा ढुन्डा के होलिका नाम गरेकी थिइन् हिरण्यकश्यपकी बहिनी, त्यसैलाई बोलायो। त्यो चाहिँ के भन्ने फायर प्रुफ एउटा ज्याकेट थियो कि त्योसँग फायर प्रुफ एउटा ओढ्ने थियो, त्यो ओढ्ने ओढेपछि आगोले डढाउँदैन थियो। त्यस्तो छ नि त, अहिले बनायो त विज्ञानले बनाएको छैन, छ कि छैन फायर प्रुफ त्यस्तो छ। त त्यतिखेरको पालामा त एउटा हुनु पनि बडा ब्रह्माजीले दिनुभएको थियो हेर्नु, त्यो पनि तपस्या गरेर ब्रह्माजीबाट पाएको थियो एउटा ओढ्ने। त्यो ओढ्ने ओढेपछि आगोमा बस्दा पनि डढाउँदैन थियो हेर्नु, सुरक्षित हुन्थ्यो। त उसलाई बोलायो, बोलाएर भने हेर्न तेरो भदाले त दिक्क लाग्यो, केही गर्दा पनि हुँदैन, मेरो विरुद्धमा बोल्छ, मैले भनेको मान्दैन, ल अब जेसुकै गरे तेरो भदालाई अब काम छैन, यो कुलङ्घार हो, यसलाई नष्ट गर्नुपर्छ भनेर आदेश दियो। अनि दाइ दाइ चिन्ता गर्नु पर्दैन, हजुरले चिता बनाउनु, म बस्छु काखमा लिएर, तपाईँले तलबाट आगो लाउनु, त्यो स्वाहा हुन्छ। हिरण्यकश्यपले भने बहिनी अनि तपाईँ त जालिस् नि त फेरि आगोमा त कसरी आगो लाउनु, त्यो त जान्छ अनि तेरो हालत के हुन्छ भन्दा उसले ओढ्ने देखाइ, यो ओढ्ने छ नि, यो ओढ्ने ओढेर बस्यो भने आगाले मलाई डढाउँदै, यो त्यस्तो फायर प्रुफ हो यो ओढ्ने। र त्यसो भए खुसी भयो, ल गदगद भएर विशाल चिता निर्माण गरेर राखियो। प्रहलादजीलाई लिएर गई काखमा राखी, तलबाट पेट्रोल खन्याएर डिजल खन्याएर आगो लगाइदियो। माथि भगवानका भक्त, तलबाट आगो। अब आगो हरेर जान डर आयो कि आगोलाई कसरी डर लाग्यो भन्नुहुन्छ भने भगवानका भक्तलाई डराउँ भने भगवान रिसाउनु होला। अब पेट्रोल खन्याएका खनाइछन्, आगो बलेन भन्दै डिजल हालेका हालेछन्। अब अग्निदेवलाई बडा चिन्ता भयो र आफ्ना मितलाई बोलाउनु भयो। हे मितज्यू हजुर कहाँ हुनुहुन्छ, मलाई आपत्ति पर्यो भनेर मितलाई बोलाउनु भयो। अग्निका मितको नाम के हो? अग्निदेवका मित को? शत्रु भइहाल्यो, पानी त शत्रु। अग्निका मित हुन् वायु है। मितले मितलाई बढाउँछ के बढाउँछ, हुरुर बढाउँछ। मितको काम के हो भन्दा मितलाई बढाउनु पर्ने हो नि। त अग्निलाई केले बढाउँछ? हेर्नु, डढेलो लाग्यो भने एक्कासी हावा चल्छ। हजुरले विचार गर्नु त, जङ्गलमा डढेलो लाग्यो भने नि स्वतः हावा आउँछ, कहाँबाट आउँछ हुरुर हुरुर बढाइदिन्छ हावालाई। मितको काम मितलाई बढाउनु। मितज्यू बढ म चुपपछि भन्दै धक्का दिन्छ। अब मितलाई बोलायो। अब 49 वायु आयो, होइन भुमारी परेर आए। यत्र ढुङ्गाहरू त धुलाका कोणहरू उडाएर आयो। 49 वायु गडगडाउँदै आए। तो उछिट्टिएर त होलिकाका आँखामा धुलो पर्यो कि बालुवाका कणहरू परे, आँखा मिच्न थाली, के पर्यो भनेर मिच्न थाले कि यस्तो भुमारी पर्यो त्यहाँ माथि। जो ओढ्ने थियो नि उसले ओढेकी, त्यो ओढ्नेले प्रहलादलाई बेरो हेर्नु, उसलाई छोडेर प्रहलादलाई ओढ्नेले बेरो। त्यो हावाले प्रहलादलाई उडाएर लगिहाल्यो। अब तलबाट आगो दनको गनन गयो। त्यो बहिनी हिरण्यकश्यपकी बहिनी स्वाहा भई। प्रहलाद पनि मरो भन्ने सोचो हिरण्यकश्यपले। अब बहिनी पनि गई, शत्रु पनि गयो। ढुक्कै थियो। जब थाहा पायो छोरो जिउँदैछ भन्ने थाहा पाएपछि अब दिगदार भयो। अब यसलाई कसैले मार्न सकेनन्, मै मार्छु भनेर हतियार लिएर बोलाउँदछ, आइज त, तँलाई डर लाग्दैन? कसको बलले त यति शक्तिशाली भएको भनेर हिरण्यकश्यपले सोध्न प्रहलादले भन्नुभयो, हे पिताजी, जसले हजुरलाई बल दियो, जुन ब्रह्माजीले हजुरलाई अलिकति बल दिएर हजुर यति शक्तिशाली आफूलाई ठान्नुहुन्छ, तिनी ब्रह्मालाई जसले उत्पन्न गरो, तिनी ब्रह्मालाई जसले अलिकति बल दिएको छ, तिनीको बलले म बलवान छु, त्यही बलमा मलाई विश्वास छ। तेरो तो शक्ति कहाँ छ, कुन ठाउँमा छ, देखा, तेरो ईश्वर कहाँ छ भनेर सोध्यो हिरण्यकश्यपले। प्रहलादले भन्नुभयो, कहाँ छ नसोध्नु पिताजी, कहाँ छैन त्यो सोध्नु न, नभएको ठाउँ छैन, कण कणमा व्याप्त हुनुहुन्छ मेरा भगवान, यत्र तत्र सर्वत्र, होइन सर्वत्र कण कणमा हुनुहुन्छ। हिरण्यकश्यपले यतिकै भन्नु, तेरो ईश्वर यो खम्बामा छ। प्रहलादले भन्नुभयो, यो खम्बामा मेरा भगवानमा भाइ यत्रो घरलाई कसरी उचालेका छन्, त्यो भगवानकै शक्ति हो नि त, है। यत्रो घरलाई उचाल्ने यो खम्बामा ताकत कहाँबाट आयो? त्यो पनि भगवानकै ताकत हो, मेरा भगवानको शक्ति हो। त्यहाँ पनि भगवान हुनुहुन्छ र त्यो खम्बाले बोकेको छ घर, भनिदिनु भयो प्रहलादले।
उसलाई रिस उठ्यो साँच्चै छ कि भनेर त्यो आफ्नो रिसाको छोरालाई हान्न छोडेर त्यही खम्बामा बुवाङ्ग मुड्कीले हान्यो। खम्बा त चट 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 गर्दै पट्टै बिचबाट फुट्यो। त्यो खम्बा नै फुटाइदियो। त्यो खम्बाको बीचबाट आफ्ना भक्तको वचनलाई सत्य पार्दै भगवान नरसिंह प्रकट हुनुहुन्छ। बोलो नरसिंह भगवानको, भक्तवत्सल भगवानको। त गडगडाउँदै नरसिंह भगवान प्रकट हुनुभयो। त हिरण्यकश्यप त एकचोटिका लागि पछाडि हट्दछ, झसँग झस्किन्छ तर आफ्ना वरदान सम्झेर युद्ध गर्न जान्छ। त उसका सारा अस्त्र शस्त्रलाई समाप्त पार्दै उसका सारा वरदानलाई नष्ट गर्दै भगवान नरसिंहले हिरण्यकश्यपलाई आफ्नै काखमा राखेर सन्ध्याका बेलामा त्यो घरको ढोकाको बिचमा न भित्र न बाहिर त्यस्तो ठाउँमा राखेर समाप्त पार्नुहुन्छ। त हिरण्यकश्यप मरिसकेपछि भगवानको जो क्रोध हो नि त्यो शान्त भएन। ती बालकलाई यत्रो बच्चाले यति धेरै पीडा दियो। भगवान रिसाको रिसाए हुनुभयो, केही गर्दा पनि शान्त हुनु भएन नरसिंह भगवान। अब ब्रह्माजी शान्त गर्नुभएको, ब्रह्माजी पनि डराउनु भयो किनकि ब्रह्माजीले वरदान दिएको नि त हिरण्यकश्यपलाई, मै माथि खनिनु भयो भने के गर्ने, तैँले गर्दा यो सबै भएको भनेर एक थप्पड दिनु भने ब्रह्मा पनि चेत, कोही देवता जान सकेनन्। त भगवानको जो क्रोध बढेको त ब्रह्माजीले महालक्ष्मीलाई भन्नुभयो, हे माता हजुरका पतिदेव रिसाउनु भयो, कहिल्यै नरिसाउने, शान्ताकारम भुजगशयनम पद्मनाभम सुरेशम तान दुपट्टा सुतिराख्ने भगवान नारायण कहिले रिसाउँछन् त? सुते गर्ने शेषको शैयामा आज नरसिंह भएर रिसाउनु भएको छ। उहाँलाई शान्त पार्न सकेन, हजुर आउनुहोस्, हजुर कपति रिसाउनु भयो, माता आउनु पर्यो बा रिसाउनु भयो भनेर बोलाउन जानुभयो ब्रह्माजी। लक्ष्मीजीले भन्नुभयो, के चिन्ता गर्छौ नानी, म छँदैछु नि। पति जतिसुकै रिसाए पनि पत्नी श्रृङ्गार गरेर अगाडि जाने मुस्कुराउँछन् अरे क्या। त्यही भएर भगवानलाई मलाई देख्नुभयो भने मुस्कुराइहाल्नुहुन्छ नि भनेर अगाडि आउनुभयो श्रृङ्गार गरेर। 16 श्रृङ्गार गरेर आउनुभएको महालक्ष्मी नरसिंह भगवानको अगाडि आउनुभएको। भगवानले गर्जना गर्नुभयो, खाउँला चाहिँ गरेर घुर्नाउनु भएको कि बाप रे बाप को यो भनेर भाग्नुभयो त्यहाँबाट। राम राम राम, होइन होइन मेरो पति होइन, यस्तो होइन भनेर डराउनु भयो। लक्ष्मीजी स्वयं डराउनु भयो नरसिंहको क्रोध देखेर। अब सारा देवता डराउन थाले, त्राही माग्यो, अब प्रलय हुन्छ है क्या, अब सबैलाई मार्ने हुनुभयो। एउटा हिरण्यकश्यपको रिसाले हिरण्यकश्यप मरिसक्यो, अरू सबैलाई मार्ने हुनुभयो भनेर ब्रह्माजीले प्रहलादलाई अगाडि लाँदै धक्का दिँदै लिएर जानुभयो। भन्नुभयो, बाबु तेरो कारणले भगवान यो रूपमा आउनुभयो। तेरा बा द्रोही थिए, भगवानका विरोधी थिए, भगवानका भक्तका विरोधी थिए, तिम्रा कारणले भगवान यो रूपमा आउनुभयो। मेरा कारणले त भन्नु भएन नि ब्रह्माजी, तिम्रो कारणले तिम्रा लागि भगवान यो रूपमा आउनुभएको छ। भगवानलाई शान्त पार्ने काम तिम्रो हो बाबु, जाऊ 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 भनेर धक्का दिनुभयो। त प्रहलाद अगाडि जानुभयो सर्दै 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 र एकदम रिसाइरहेका भगवानलाई गएर यसो पक्रिनुभयो प्रहलादजीले। हेर्नु त्यो जो डाइभर्ट हो कि, जो वृत्त्यन्तर हुनुपर्दछ, जो एक प्रकारको वृत्ति हावी हुन्छ नि, रिस उठ्यो भने रिस उठेको उठे हुन्छ कहिले काहीँ, जो बोलो त्यहीसँग रिस उठ्छ। त्यो वृत्ति हावी हुन्छ कि, त्यो क्रोधमा हामी बगेका हुन्छौँ, त्यो वृत्तिलाई अन्तर गर्नुपर्छ। वृत्त्यन्तर होइन भने त्यहाँ ठुलो अनिष्ट हुन्छ। त भगवानको जो क्रोध हो त्यो क्रोधलाई डाइभर्ट गर्न कसैले सकेन, त्यसलाई शान्त गर्न सकेका थिएन। अब कल्पना गर्नु, एकदमै रिसाएको व्यक्ति होस्, घरमा उफ्रिरहेको छ, सबैलाई गाली गरिरहेछ, यसो 5 वर्षको सानो फुच्चे गरेर ए बा नरिसाउनु न नरिसाउनु भनेर हात पक्रेर तानो भने रिसाउन मिल्छ? 1 सेकेन्डमा त्यो क्रोध शान्त हुन्छ कि हुँदैन? त्यो रिसाएका बाको क्रोध शान्त हुन्छ कि हुँदैन? त्यो बच्चाले आएर हात पक्रेर ए बा नरिसाउनु नरिसाउनु भनेर हात तान्यो भने त्यो क्रोध शान्त हुन्छ कि हुँदैन? त प्रहलाद चाहिँ हात जोडेर अगाडि जानुभयो, हे भगवान हजुर नरिसाउनु, हजुर शान्त हुनु, हजुर शान्त हुनु भन्दै प्रहलाद अगाडि जानुभयो। जब सानो बालक, साना बच्चे जसका लागि भगवानले अवतार लिनुभएको, त्यो बालकलाई देख्ने बित्तिकै, प्रहलादका आँखामा आँखा जोड्ने बित्तिकै भगवानको क्रोध शान्त भयो, सर्लुक्क हुनुभयो। भगवान प्रहलादलाई काखमा राख्नुभयो र माया गर्नुहुन्छ। हेर्नु, मुख सिंहको छ, शरीर नरको छ, नाम छ नरसिंह। अब कसरी प्रेम गर्ने, आफ्नो वात्सल्य कसरी प्रेम गर्ने, प्रकट गर्ने त? आफ्नो वात्सल्य पशुहरूले कसरी प्रकट गर्छन् थाहा छ? आफ्नो प्रेम चाटेर होइन, बिरालाले होइन, सिंहले, बाघले, बाख्रा पाठाले पनि आफ्नो वात्सल्य, आफ्नो प्रेम के गरी प्रकट गर्छन् भन्दा चाटेर। खुसी भयो भने चाट्छन् नि। त भगवान एकदमै खुसी हुनुभयो। कसरी प्रेम गर्ने त? सिंहको छ नि त मुख त, अनि चाट्न थाल्नुभयो प्रहलादलाई, चाट्न थाल्नुभयो। भक्त वत्सल भनिन्छ नि, वत्सस्य दोषान लाति घृणाति सा वत्सला। वत्स भनेको बाँझो,
हैन। जो गाई जो प्रसुति हुन्छन् नि, जुन गाईको खोलेमा गाईको घाँसमा गौत गोबर पर्यो भने गाईले खान्छ, अलिकति फोहोर पर्यो भने गाईले खाँदैन। तर जब बाछो जन्मिन्छ नि, त्यो बाछाको शरीरमा भएको सारा फोहोर त्यो गाईले चाट्छ, थाहा छ। किन भन्दा त्यो प्रेम हो, त्यो हो वात्सल्य। त्यसलाई म अरू बेला खाओस् त त्यो गाईले खाँदैन, छुँदैन। हेर्नु, त्यो आफ्नो बच्चालाई मात्र चाट्ने हो, अरू बच्चालाई त हानिदिन्छ। अरू बच्चालाई हान्छ, छेउमा आउन पनि लात्ताले दिन्छ, दुध खान आयो भने पनि अरू बच्चालाई दिन्छ त गाईले, आफ्नो बच्चाको फोहोरलाई चाट्छ। त्यही भएर गाईलाई वत्सला भनिन्छ। बाछामा भएको सारा दोष आफैले सफा गर्छ। त्यस्तै भगवानलाई पनि भक्त वत्सल भनिन्छ। भक्तमा भएका जति पनि दोषहरू छन् त्यो दोषलाई चाट्नुहुन्छ भगवानले। त्यो गाईले बाछो चाटे चाहिँ आफ्ना भक्तहरूलाई चाटी चुटी पारेर सुग्घर बनाएर राम्रो बनाएर काखमा राख्नुहुन्छ। त भगवानले काखमा राख्नुभयो। प्रहलादजीले बडा राम्रो स्तुति गर्नुभएको छ। यो स्तुतिभित्र प्रवेश गर्ने समय छैन। त यो हिरण्यकश्यपलाई भगवानले मारेर प्रहलादजीलाई त्यही राजगद्दीमा राख्नुभयो। प्रहलादजीले राम्रो स्तुति गर्नुभयो। भगवानले भन्नुभयो वर माग बाबु, वर माग। प्रहलादजीले भन्नुभयो हे भगवान, मलाई मेरो मनमा माग्ने इच्छै नहोस्, मेरो मनमा माग्ने इच्छा नहोस्। हेर्नु कति राम्रो वर माग्नुभयो। इच्छै नहोस्, अरे इच्छा नहोस् भन्नुको तात्पर्य केहीको कमी नै नहोस्। यदि इच्छा भयो भने त के वरदान दिन्छ? त प्रहलादजीको मनमा इच्छा उत्पन्न हुनुभन्दा पहिले सबै इच्छा भगवानले पुरा गर्नु परेन। प्रहलादजीलाई केहीको कमी हुन दिनुभयो त? हेर्नु भक्त कति बाठा हुन्छ। भक्तले मागे हे भगवान मेरो मनमा केही माग्ने इच्छै नहोस्। अरे व्यक्तिले कतिखेर माग गर्छ भन्दा केही कमी भयो भने माग गर्छ। यो छैन, यो पुर्याइदिनु भन्छ, यो दिनु भन्छ। त्यो दिनु भन्ने मौकै नदिनुहोस् भनेर प्रहलादजीले माग्दै हुन्छ। भनेको सर्वस्व माग्नुभयो एक हिसाबले। यसो हेर्दाखेरि केही माग्नु भएन। तर गहिरेर विचार गर्ने हो भने माग्ने जति सबै माग्नु। केही कुराको माग्ने इच्छै नहोस् भनेपछि सबै पुरा गर्नु पर्यो नि भगवानले। केहीको कमी हुन दिनु नै भएन। त भगवान मुसुक्क हाँस्नुभयो। मेरा भक्त त बाठा त बाठै हुन्छन् है। भगवानका भक्त लाटा हुन्छन् त बहुत बाठा हुन्छन्। मुस्कुराउनु भयो। भगवानले भन्नुभयो बाबु अरू वर माग। अब प्रहलादले भन्नुभयो हे पिता, हे भगवान, हे गोविन्द, यी मेरा जो पिताजी हुनुहुन्छ मरिहाल्नुभयो। हजुरका द्रोही हुनुहुन्छ, हजुरका भक्तका द्रोही। यहाँको सद्गति होस्, मैले यहाँको कर्म गर्न पाऊँ, यहाँको उद्धार गर्न पाऊँ मैले। त भगवानले भन्नुभयो हे बाबु के भनेको? तिमी जस्ता पुत्रका जो पिता छन् यिनको दुर्गति हुन्छ त? त्रिसप्तमी पिता पुतः पितृभिः सतेन गः। हे अनाग, हे निष्पाप, त्रिसप्तमी पिता पुतः पितृभिः सह, तिम्रा 7 कुलै तरिसके। त्रिसप्त भनेको 3 7 पनि भन्ने छ। 7 त्यहाँ 21 मान्न पनि सकिन्छ। त्रिसप्त भनेको 3 वटा 7 भनेको 7 त्यहाँ 21। पितृपितामह प्रपितामह उता 7 हैन, यता मातामहका 7 र आफूबाट तलका 7 हैन। आफ्नो पुत्र प्रपौत्र गर्दै तलका 7, यी 21 भन्ने पनि अर्थ गर्नुहुन्छ कसैले। त त्रिसप्त भनेको 3 भने पितृपितामह प्रपितामह भनेर पनि लिन सकिन्छ। हजुरलाई जुन इच्छा लाग्छ त्यही अर्थ ग्रहण गर्न सक्नुहुन्छ। त भगवानका शरणमा भगवानको शरणागति गर्नुभयो, भगवानको भर पर्नुभयो, भगवानको भक्ति गर्नुभयो भने पितृहरू आफै तर्दछन्। भगवानले यही भन्नुभयो त्रिसप्तमी पिता पुतः पितृभिः सतेन गः यत् साधुस्य गृह जातो भवान् वै कुल पावन। तिमीले त आफ्नो कुललाई नै उद्धार गर्यौ भनेर यो पावन प्रहलाद चरित्र हामीहरूले श्रवण गर्यौँ। त प्रहलाद चरित्रबाट हामीहरूले लिने भनेको सत्यलाई कहिले पनि छोड्नु हुँदैन। कुनै पनि हालतमा सत्य भनेको ईश्वर हो। चाहे जसले जेसुकै होस्, यदि परिवारमा असत्यको व्यवहार गर्छन् भने विरोध गर्नुपर्दछ, समर्थन गर्नु हुँदैन। स्वार्थका लागि, पदका लागि असत्यलाई कहिले पनि समर्थन नगर्नु। भक्त सत्य पक्षपाती हुन्छ। सत्यलाई भक्तले कहिले पनि छोड्दैन। यदि सत्यलाई परित्याग गरेर असत्यलाई साथ दिन्छ भने त्यो भगवानसँग त्यसको कुनै सम्बन्ध छैन। सत्यम परम धीमहि, भगवान भागवतका भगवान त सत्य हुन्। सत्यम परम धीमहि भनेर भागवतको सुरुवात भएको छ। र त्यस पछाडि एउटा पावन कथा छ। हेर्नु त्रिपुरासुर दहन भनेर एउटा आएको छ। यी मय यो दैत्यका आर्किटेक्ट हैन, इन्जिनियर। यी दैत्यका इन्जिनियर हुन् मय, देवताका इन्जिनियर हुन् विश्वकर्मा।
यिनीहरूमा होडबाजी हुन्छ। कसले नयाँ नयाँ हतियार निर्माण गर्ने, कसले फाइटर जेट निर्माण गर्ने, यो होडबाजी हुन्छ कि दुईटामा। त यी महेदानवले यस्तो टेक्नोलोजीले यस्तो विमान निर्माण गरे हेर्नु, अहिलेको भाषामा भन्दा हेर्नु, अब हजुरहरूलाई सुन्दा हाँस उठ्ला, अहिलेको भाषामा भन्दा फाइटर जेट हुन्छ नि, फाइटर जेट निर्माण गरे महेदानवले। त्यो जेट एउटै थियो तर त्यो 3 भागमा अलग अलग हुन्थ्यो। एक निमेषका लागि ती 3 ठाउँ एक ठाउँमा जोडिन्थे, एक पोइन्टमा आएर एकत्रित हुन्थे। त्यतिखेरै त्यसलाई नष्ट गरो, यताबाट क्षेपणास्त्र मिसाइल प्रयोग गरो भने त्यो 3टै नष्ट हुन्थे, होइन भने तिनलाई अलग अलग त्यो विमानलाई नष्ट गर्न सकिँदैन थियो। त्यस्तो एउटा त्रिपुर नाम गरेको विमान निर्माण गरे, सिधै आक्रमण गरे स्वर्गमा। एकैचोटि स्वर्गमा विमान आउँछ, बमबारी गरेर जान्छ। स्वर्गका देवताले पत्ता लगाउन सकेनन्, कहाँबाट आउँदैछ, कसले हान्दैछ थाहै भएन है। देवताको राडरले पक्रिन, देवलोकको जो राडर हो पक्रिन सकेन, कहाँबाट कसले प्रहार गर्दैछ। सबै चकित भए। भोले बाबाका शरणमा गए, लो भोले बाबा आपत्ति पर्यो, आक्रमण हुँदैछ, कहाँबाट हुँदैछ, कसले गर्दैछ। भोले बाबा जानुभयो, पत्ता लागेन, केही गर्दा पनि सकेनन् त्यो त्रिपुरलाई नष्ट गर्नका लागि। त बैठक बसियो, भगवान विष्णुसँग सल्लाह गरेर भगवान विष्णुलाई बाणको अग्रभागमा राखेर शिवजीले बाण सन्धान गर्नुभयो र त्यो त्रिपुरलाई दहन गर्नुभयो। हेर्नु, सत्वगुणको आश्रय बिना शिवजी स्वयं तमोगुणको प्रतीक हुनुहुन्छ। यदि शत्रुतालाई नष्ट गर्ने हो भने सत्वगुणको आश्रय लिनुपर्छ। विष्णुको सहयोग बिना नि द्वन्द्व समाप्त हुँदैन। सात्विक नबनिकन जो द्वेष हो, जो द्वन्द्व हो नि, हामीभित्रको द्वन्द्व समाप्त हुँदैन, असुरहरूलाई नष्ट गर्न सकिँदैन। आसुरी वृत्तिलाई नष्ट गर्नका लागि सात्विक वृत्तिको सहारा लिनु नै पर्छ। विष्णुको सहयोग बिना यदि कुनै असुर मर्छन् भने ती सधैँका लागि मर्दैनन्, फेरि ती बाँच्दछन्। यदि विष्णुको सहयोगले कुनै असुर मर्छन् भने ती सदाका लागि तिनको मुक्ति मिल्छ, त्यो शत्रुता रहँदैन। तर भगवान विष्णुको सहयोगले त्रिपुरलाई दहन गरेको यो पावन प्रसङ्ग छ। त्यस पछाडि 5 अध्यायमा त्यो वर्णाश्रम धर्मका बारेमा बताउनुहुन्छ। जो सनातन धर्म हो, त नारदलाई युधिष्ठिरले भगवान सर्वतमेच्छामि निर्णाम धर्म सनातनम, सनातन धर्मका बारेमा मलाई बताउनुहोस् भनेर जब सोध्नुभयो युधिष्ठिरले नारदलाई, त नारदले बताउनुहुन्छ जो भगवान नारायणका मुखबाट मैले सनातन धर्मको बारेमा सुनेको छु, ल सुन्नुहोस्। धर्म मूलमी भगवान सर्ववेदमयो हरि, धर्मको मूल नै भगवान हरि हुनुहुन्छ। मूलम हि विष्णुर्देवानां यत्र धर्म सनातन, सनातन धर्म भनेको जहाँ मूल रूपमा भगवान विष्णुको आराधना हुन्छ त्यो धर्मलाई सनातन धर्म भनिन्छ। सुन्नु पनि, सनातनले विष्णु नै हुनुहुन्छ। चाहे देवीको आराधना गर्नु, चाहे गणेशको गर्नु, चाहे शिवको गर्नु, चाहे रुद्र है ग्रहको गर्नु, त्यो भगवानको आराधना नगरी त्यो पूर्ण हुँदैन। हजुरहरू सबैलाई थाहा छ, रुद्री लाउनु त, रुद्री लगाएपछि नारायणको पूजा नगरी रुद्री पुरा हुँदैन, त्यो पुरा हुन्छ। रुद्री मात्र लाग्छ कि नारायणको पूजा हुन्छ त्यहाँ, त्यो भन्नु त। रुद्री लाउने गुरुहरूलाई सबैलाई थाहा छ नि। त्यहाँ नारायणको पूजा नगरी जुनसुकै देवताको आराधना गर्नु, त्यहाँ विष्णुको पूजा नगरी त्यो पुरा हुँदैन। हरिओम तत्सत, हरिओम तत्सत, ओम विष्णु हो, ओम विष्णु भनेर पूजा सुरु हुन्छ। चाहे शिवजीको गर्नु, चाहे दुर्गाको गर्नु, चाहे गणेशको गर्नु, र अन्तिममा नारायणमै अर्पण हुन्छ। नारायणायति समर्पयामी भनेर अर्पण गर्नुपर्छ नारायणमा। त नारायणबाट सुरु हुन्छ, बिचमा जोसुकैको होस्, अन्तिममा फेरि नारायणमै गरेर अर्पण हुन्छ। त यही हो सनातन धर्म भनेको, जहाँ मूल रूपमा भगवान विष्णुको आराधना हुन्छ, त्यही हो सनातन धर्म। सनातन धर्मका यहाँ 30 वटा लक्षण बताउनुहुन्छ। सत्यम दया तप शौचम तितिक्षेक्षा समोदमः अहिंसा ब्रह्मचर्यम च त्याग स्वाध्याय आर्जवम संतोष समदृक् सेवा ग्राम्य हो परमशनैः निर्णाम विपरेक्षा मौनमात्म विमर्शनम। अनि अन्तिममा गर्दै गर्दै श्रवणम कीर्तनम चास्य स्मरणम महतां गतेः सेवेज्या मनितिर्दास्यम सख्यम आत्मसमर्पणम निर्णमयं परो धर्म सर्वेषां समुदारितः। 63 लक्षण वरान राजन सर्वात्मा ये न तुष्यति। यो 30 वटा लक्षणले युक्त जो सनातन धर्म हो, यो 30 वटा लक्षणलाई हामीले आत्मसात गर्यौँ भने भगवान सहजै प्रसन्न हुनुहुन्छ भनेर यहाँ सनातन धर्मको 30 वटा लक्षण, जो वर्ण धर्म, जो आश्रम धर्म छ त्यसका बारेमा पनि बताउनुहुन्छ। 4 वर्ण 4 आश्रम हाम्रा सनातन धर्मका छन्।
हजुरहरूले थाहा पाउनु भएको छ वर्णाश्रम 4 वर्ण थाहा छ? भरे मैले बेलुका सोधेँ भने 4वटा हाम्रा वर्ण के हुन् भन्दा हाम्रा 4वटा आश्रम क्रमैले बताउनु, 4वटा वर्ण क्रमैले बताउनु भनेर मैले प्रश्न गरेँ भने हजुरहरूले पक्कै पनि उत्तर दिनुहुनेछ। स्त्रीको धर्म, ब्रह्मचारी वानप्रस्थको धर्म, सन्यास धर्मको वर्णन गर्दै गर्दै यो सबैभन्दा श्रेष्ठ गृहस्थ आश्रमको धर्म बताउनुहुन्छ। हजुरहरू सबै गृहस्थी हुनुहुन्छ, त्यही भएर गृहस्थ धर्मको बारेमा अलिकति 2 मिनेट मैले बताउने भएँ। गृहस्थ वस्तुत राजन क्रिया कुर्वन् गृहोचिता, जो गृहस्थहरूले गृहोचित कर्महरू गर्नुपर्छ, देवकार्य पितृकार्यहरू गर्नुपर्छ। गर्दाखेरि वासुदेवार्पणम, साक्षात् वासुदेवलाई अर्पण गरेर वासुदेवका लागि भनेर हामीहरूले गर्नुपर्दछ। दिव्यम भौमम चान्तरिक्षम वित्तम अच्युता निर्मितम, जति पनि यो धन सम्पत्तिहरू छ यो दिव्य भौम अन्तरिक्ष आकाशमा हैन जमिन मुनि जति पनि धन सम्पत्ति छन् यो सबै भगवानले निर्माण गर्नुभएको, यो भगवानका लागि नै समर्पण गर्नुपर्दछ। र जतिले आफ्नो पेट भरिन्छ त्यतिमै आफ्नो अधिकार जमाउनु पर्दछ। यावत् ध्रियते जठरम तापसत्वमि देहिन अधिकम यो विमन्येत सस्तेन दण्डमर्हति। यदि आफ्नो आवश्यकताभन्दा धेरै धन जम्मा गर्छ भने त्यसलाई दण्ड दिनु, त्यसको धन सबै हरण गरेर राज्यले लिनु को भन्नुहुन्छ। गृहस्थहरूले आफूलाई चाहिने भन्दा धेरै राख्नु हुँदैन। आफ्नो परिवारको पालन पोषण यतिले हुन्छ भनेपछि त्योभन्दा धेरै यदि धन कसैले जम्मा गर्छ भने त्यो राज्यको पहिलो अधिकार हो, त्यसको धन हरण गर्नुपर्छ, त्यसलाई दिनु हुँदैन। राज्यको कोषमा ढिकुटीमा जम्मा गर्ने चाहिने भन्दा धेरै नदिनु भन्नुभएको छ। हेर्नु त यो साम्यवाद भन्छन्, साम्यवाद भन्दा 10 कदम अगाडि बढेर यहाँ भागवतमा साम्यवाद छ कि छैन? यो कति ठुलो बात हो, साम्यवाद भन्दा ठुलो हो कि? त्यसरी बताउनुहुन्छ। हिंसा आदि गर्नु हुँदैन, देवकार्य पितृकार्यहरू समय समयमा गर्नुपर्छ। दैवे पितृकार्य 3, देवकार्यमा 2 जना ब्राह्मण, कम्तीमा पनि पितृकार्यमा सकिन्छ भने 3 जना ब्राह्मण, यदि सकिँदैन भने 2टै कार्यमा एउटा ब्राह्मणको सेवा गर्नुपर्छ। पितृपितामह प्रपितामहको स्वरूप 3वटा ब्राह्मण पितृकार्यमा मानिन्छ, पितृसूक्त आदि पाठहरू गर्नका लागि। त्यसरी गर्नु। भोजयत्सु समृद्धोपि श्राद्धे कुर्यान् नविस्तरम, भोजन आदि श्राद्ध गर्दाखेरि यदि धन छ भन्दैमा गाउँभरिका मान्छेलाई बोलाएर श्राद्ध नगर्नु, गर्दा एक्लै गर्नु। दाजुभाइ छन् भने बोलाउनु, चेलीबेटी छन् भने, भान्जा भान्जी छन् भने, नाति नातिनी छन् भने बोलाउनु। पल्लागार पल्लो गाउँ सबैलाई बोलाएर खुवाउनु हुँदैन ब्राह्मणको श्राद्धको भोजन। यदि धेरै मान्छे देख्यो भने पितृहरू बाटैबाट लो म त हामी त गयौँ भनेर गेटबाटै भाग्छ। राम कतिवटा छन् मान्छेहरू तर्सिन्छन् पितृहरू। त पितृ कार्य गर्दा धन छ भने पनि विस्तारपूर्वक फैलाएर नगर्नु, धेरै मान्छे बोलाएर गर्नु हुँदैन। पितृ कार्य सुटुक्क गर्नुपर्छ, अरूले देख्नु पनि हुँदैन दिएको। पितृहरूलाई शरम हुन्छ, लज्जा हुन्छ, उनीहरूले लिँदैनन्, धेरैको दृष्टि पर्यो भने त्यहाँ। यसो पो भनेको छ है सनातन धर्ममा त श्राद्धे कुर्यात् नविस्तरम, विस्तारपूर्वक श्राद्ध नगर्नु। देशकालोचित श्रद्धा द्रव्य पात्र रहणानि च सम्यक् नैतानि विस्तरात् स्वजनार्पणात्। त यो फैलाएर गर्नाले श्राद्ध नष्ट हुन्छ र अर्को देशकाल हैन श्रद्धा पात्र आदि अशुद्ध भए पनि श्राद्ध नष्ट हुन्छ। र स्वजनार्पणात्, आफ्ना स्वजनलाई अर्पण गर्दा पनि श्राद्ध नष्ट हुन्छ। आफन्तलाई श्राद्धको पुरोहित बनाउनु हुँदैन। हाम्रोमा त अब भान्जा भान्जाले पनि पुरोहित बनाउने छ, त्यो बिल्कुल हुँदैन। भान्जो कहिले पनि पुरोहित हुँदैन। यो हुन्छ गुरुहरू भन्नु त आफ्नै भान्जो पनि हुँदैन त्यो घरको। यदि त्यो पिण्ड दिने अधिकार छ भने कसरी पुरोहित हुन्छ? किनकि त्यो भान्जाले गर्नुपर्छ पर्दैन श्राद्ध। माल लगाती जो हुँदैछ, आमाका बुवा हजुरबा कुखुराबालाई पिण्ड दिनुपर्छ पर्दैन? तीबाट लगेको त्यही सामग्रीले ती पिण्ड दियो भने गलत भएन? त्यही भएर विस्तार स्वजनार्पण। अब हाम्रो समाजमा चाहिँ गर्ने चलन छ होइन, तर शास्त्रले स्वजनलाई नदिनु भन्छ, अर्पण नगर्नु श्राद्ध हो भनेर निषेध गरेको छ। नददत आमिषं श्राद्धे, नराम्रा चिजहरू प्रयोग गर्नु हुँदैन भनेर यसरी सनातन धर्मको बारेमा यहाँ राम्ररी व्याख्या गर्नुभएको छ। अहिलेको कथालाई यही विश्राम। भोलि हाम्रो 2:30 बजे नन्द उत्सव हुनेछ, मनाउनेछौँ। भोलि हामी अष्टम र नवम स्कन्धका पावन कथाहरूलाई श्रवण गर्दै गर्दै नन्द उत्सव गरेर कथा विश्राम गर्नेछौँ। बोलो भक्तवत्सल भगवानको, आनन्दगन्ध भगवानको एउटा भजनमा रमाएर हामी आरतीतर्फ लाग्नेछौँ। नारायण नारायण बोल चेतन
राम